हेलो एभ्रिवान, वेलकम टु धनी संसार। र आजको भिडियोमा चाहिँ म तपाईलाई एउटा मोमो भन्ने एप युज गरेर कसरी इन्भेस्टिङ स्टार्ट गर्ने त भनेर सिकाउँछु है त। आजको भिडियोमा चाहिँ मैले तपाईले कसरी अकाउन्ट खोल्ने, कसरी किन बेच गर्ने, कसरी पैसा डिपोजिट गर्ने त्यो मेन सिकाउँछु है त। तपाईको इम्पोर्टेन्ट टाइम वेस्ट नगरिकन चाहिँ म सिधै भिडियोमा जान्छु है त। सो सुरुमा तपाईले गर्नुपर्ने भनेको चाहिँ मेरो डिस्क्रिप्सनमा पनि लिंक छ हैन, एउटा कि त कमेन्टमा पनि राखिदिन्छु म, त्यो कमेन्टको लिंकमा क्लिक गर्नुस्। त्यसपछि तपाईले एउटा साइन अप पेज खुल्छ। त्यो साइन अप पेजमा चाहिँ तपाईले फोन नम्बर कि त एउटा आफ्नो इमेल हानेर चाहिँ त्यहाँ साइन अप गर्नुस् है। त्यो साइन अप गरिसकेपछि चाहिँ तपाईले आफ्नो माई नम्बरहरु हान्नुस् भनेर आउँछ हैन। त्यो चाहिँ त्यहाँनिर अलि जापानिजमा हुन्छ, सबै बुझ्न गाह्रो हुन्छ। त्यही भएर त्यसपछि चाहिँ के गर्नु भन्दाखेरि एप स्टोरमा जानु। आफ्नो एप स्टोरमा गएपछि चाहिँ MOMO भनेर यो नाम हान्नुस् हैन। यो हानेर त्यसपछि डाउनलोड गर्नुस् एप। सो एप डाउनलोड गर्नु भइसकेपछि चाहिँ तपाईले एप खोल्दा चाहिँ यहाँ पुरै इंग्लिशमा हुन्छ के यसरी। सो तपाईले त्यसमा लगइन गर्नु भइसकेपछि चाहिँ हैन, अब यो चाहिँ म अलि कम्प्युटरमा छु हैन, तपाईको फोनमा चाहिँ अलिकति डिफरेन्ट आउन सक्छ हैन, तर यो चाहिँ सेम हो है। तपाई अकाउन्ट्समा जानु हैन, तपाईको यहाँनिर अब तपाईको अकाउन्ट ओपन अकाउन्ट भन्ने हुन्छ है। यहाँ ओपन अकाउन्टमा थिच्नुस्। त्यसपछि तपाईको यस्तो पेज खुल्छ हैन। अब यहाँनिर तपाईको आफ्नो इन्फो हान्नुस् हैन। अब कन्ट्रीमा अब आफ्नो कन्ट्री हान्नुस् हैन। जस्तै अब तपाई नेपालबाट हो भने हैन, यहाँनिर अब नेपाल हान्नुस्। अब यहाँ नाम हान्नुपर्ने हुन्छ हैन। अनि प्लिज मेक स्योर दैट द इंग्लिश नेम म्याचेस दैट अन योर रेसिडेन्स कार्ड भनेर छ हैन। तपाईको त्यो जाइरो कार्डमा जे छ नाम त्यही सेम टु सेम हान्नुपर्ने हुन्छ है। अब त्यसपछि आफ्नो नाम फेरि काटाकानामा पनि हान्नुस्। सो यहाँ अब फ्यामिली नेम खान्जीमा लेख भनेको छ हैन। अब हाम्रो त फ्यामिली नेम खान्जीमा त हुँदैन है, खान्जीमा पनि छ भने यहाँ टिक गरेर लेख्न मिल्छ, तर अफ कोर्स हामी नेपाली भएपछि हाम्रो खान्जीमा नाम हुँदैन है। सो त्यसपछि आफ्नो अब जेन्डर चुज गर्नुस् हैन, अब डेट अफ बर्थहरु हान्नुस्। त्यसपछि अब तपाईको इम्प्लोइमेन्ट इन्फर्मेसन भनेको छ, अब तपाई के हो, स्टुडेन्ट हो कि अनइम्प्लोइड हो कि सेल्फ इम्प्लोइड हो कि इम्प्लोइ हो कि के हो चुज गर्नुस् हैन। अब मेरो टर्ममा चाहिँ अब म स्टुडेन्ट हो हैन, सो म स्टुडेन्ट गर्छु है। अनि त्यसपछि यहाँ यस्तो खालको क्वेसन आउँछ हैन, रेजिस्ट्रेसन फर इनसाइडर भनेर। त्यो तपाईले खासै नपढे नि हुन्छ हैन, यो यसमा तपाईलाई कुनै लागु हुन्न फर स्योर। लास्टमा गएर सिधै नन अफ दिस अबो भन्नु हैन, त्यसपछि नेक्स्ट गरिदिनुस्। त्यसपछि अब तपाईको पर्सनल फाइनान्शियल स्ट्यान्डिङ भनेको छैन, अब तपाईको वर्षमा कति कमाइ हुन्छ भनेर हो हैन। अब आफ्नो इन्कम अनुसारले गर्नुस् हैन, खासै मतलब हुन्छ जस्तो लाग्दैन, तर इट्स बेटर अब आफ्नो हिसाबले गर्नु हैन। अनि अब फाइनान्शियल एसेट कति छ, अब तपाईको अरूमा नि केही इन्भेस्ट गर्नु भएको छ भने हैन, त्यसमा एसेट तपाईको कति छ गर्नुस्। लेट्स जस्ट गो विथ अब यो 3 लाखमा जाम हैन। लेट्स गो अब एज अ स्टुडेन्ट हैन, धेरै पनि नगरौँ, लेट्स टु 3 लाखदेखि 5 लाख गरौँ हैन। सो फन्डमा अब जे हाने नि हुन्छ हैन। अनि इन्भेस्टमेन्ट हराइजन अब के छ तपाईको विचार हैन, इन्भेस्टमेन्ट हराइजनको अब सर्ट टर्म छ कि मिडियम छ कि लङ टर्म भनेर यु क्यान डु एनी अफ दिस। म चाहिँ लङ टर्म गरेँ हैन। अनि इन्भेस्टमेन्ट फोकस चाहिँ के छ, अब तपाईको सेफ्टी, ब्यालेन्सिङ रिस्क एन्ड रिटर्न्स कि रिटर्न्स छ, अब यो चाहिँ ब्यालेन्सिङ रिस्क एन्ड रिटर्न्स हानौँ है। त्यसपछि नेक्स्ट गरिदिनु है। यति भएपछि इन्भेस्टमेन्ट एक्सपिरियन्स भनेर सोधेको छ हैन। अब यो तपाईले जे गरे नि हुन्छ हैन। मेरो हिसाबले चाहिँ अब विदिन 5 इयर्स गर्छु हैन। फरेन स्टक ट्रेडिङ कति छ, अब यो नि विदिन 5 इयर्स गर्छु। अनि क्रेडिट ट्रेडिङ एन्ड अदर लेभरेजिङ यो नि विदिन 5 इयर्स हैन। अब यो आफ्नो हिसाबले गरे हुन्छ हैन। तपाईले नि तर सेम फलो गरे पनि इट्स ओके है। करेक्ट चाहिँ गरेको छैन चाहिँ इन एक्सपिरियन्स। अनि हेभ यु इन्भेस्टेड इन एनी अदर फाइनेन्शियल प्रोडक्ट्स, यस गरे भने लेख्नुपर्ने हुन्छ, सिधै नो गरिदिनु हैन, इट्स फाइन। अनि नेक्स्ट गरेपछि चाहिँ अब हाउ डु यु लाइक टु पे ट्याक्स भनेको छ हैन। यो नो निड टु डिक्लेयर ट्याक्स रिकमेन्डेड भनेको छ हैन। यसमा चाहिँ यो तपाईले यो गर्नु यो गरे भने चाहिँ तपाईले के गर्नु पर्दैन हैन, अलरेडी ट्याक्स यताउता त्यो एपले नै गरिदिन्छ तपाईको लागि है सबै। अनि प्लिज कन्फर्म यो रेसिडेन्शियल एड्रेस भनेको छ हैन, यो अब ट्याक्स फिलिङको लागि। अब तपाईको कुन हो हैन, खान्जी पढ्न आउँदैन भने अब तपाईको ठाउँको चाहिँ हैन खान्जी अब एकचोटि जारी कार्डमा हेर्नुस् तपाईको के हो हैन, कुन सिटी हो खान्जी हेर्नुस्। अनि त्यसपछि त्यो चुज गर्नुस् हैन कुन सिटी पर्छ। अनि त्यसपछि फेरि नेक्स्ट गरिदिनुस्। अनि यो चाहिँ एकदम इम्पोर्टेन्ट है, यो भयो भने चाहिँ तपाईले ट्याक्स चाहिँ नतिरे पनि हुन्छ हैन। निसा अकाउन्ट भने चाहिँ कस्तो भन्दाखेरि हैन, तपाईले वर्षमा 26 लाखसम्मको इन्भेस्टमेन्ट गर्न मिल्छ हैन। र त्यो इन्भेस्टमेन्टबाट 26 लाखको हैन तपाईले जति नै प्रफिट बनाए पनि त्यसमा ट्याक्स दिनु पर्दैन के। जस्तै 26 लाखबाट तपाईले 1 करोड बनाए पनि त्यसको ट्याक्स दिनु पर्दैन, 2 करोड बनाए पनि ट्याक्स दिनु पर्दैन हैन। सो त्यसरी नै तपाईको म्याक्स लिमिट भने चाहिँ 1 वर्षमा चाहिँ 26 को इन्भेस्टमेन्टमा चाहिँ ट्याक्स दिन पर्दैन। सो त्यसरी नै तपाईले अब 2 वर्षमा कति भयो त्यो भने यस्तै 52 हुन्छ होला हैन। 2 वर्षमा चाहिँ तपाईले 52 लाखसम्म इन्भेस्ट गर्न पायो, र त्यो इन्भेस्टमेन्टको 52 लाख इन्भेस्टमेन्टको तपाईले जति नै पनि प्रफिट बनायो भने त्यसको ट्याक्स दिनु परेन। त्यसरी नै 3 वर्षमा गर्दाखेरि 26 × 3 मल्टिप्लाई गरेर त्यति इन्भेस्टमेन्टको चाहिँ तपाईले ट्याक्स दिनु पर्दैन। एकदमै इम्पोर्टेन्ट हो है।
ओपन अ निसा अकाउन्ट भन्नेमा चाहिँ होइन अब कोहीको अलरेडी छ भने त तपाईँले ट्रान्सफर गर्नु मिल्यो होइन यो निसा अकाउन्ट, तपाईँको छैन भने चाहिँ धेरैजनाको छैन होला है। सो यहाँनिर ओपन अ निसा अकाउन्ट भनेर क्लिक गर्नुहोस् है, यो चाहिँ नबिर्सिनुहोस्। अनि नेक्स्ट गर्नुहोस्। सकेपछि तपाईँको यहाँ आफ्नो फोन नम्बर हाल्नुहोस् होइन। फोन नम्बर हालिसकेपछि चाहिँ तपाईँलाई भेरिफिकेसन कोड आउँछ, त्यो भेरिफिकेसन कोड यहाँ हाल्नुहोस् अनि त्यसपछि नेक्स्ट गरिदिनुहोस्। सो यहाँबाट चाहिँ मैले अलिकति गाइड गर्न नमिल्ने रहेछ, तर अब तपाईँले यो एग्रिमेन्ट भन्ने हुन्छ यसमा सबै यो आर यु इनसाइडर यस्तै भनेर हुन्छ होइन क्वेसनहरू, त्यसमा सबै नो गरेर गर्नुहोस् होइन। अनि त्यसको लास्ट स्टेप भनेको चाहिँ आइडी भेरिफाई भन्ने हुन्छ। त्यहाँनिर तपाईँको आफ्नो माई नम्बर चुज गर्नुहोस् होइन। माई नम्बर चुज गरेर अनि त्यसपछि फोटो खिच्ने हुन्छ होइन। फोटो अगाडि र पछाडिको खिचेर अपलोड गर्नुहोस्। अनि फोटो अपलोड गर्ने बेला चाहिँ त्यो कार्डमा होइन रिफ्लेक्सन नआएको एकदम क्लियर हुनुपर्छ है, एकदम त्यो लेखेको अक्षरहरू पनि पुरै बुझ्ने गरेर अगाडि र पछाडिको फोटो खिचेर अपलोड गरिदिनुहोस्। अनि त्यसपछि त्यही क्यामेरा खोलेर लाइक यु हेभ टु भेरिफाई होइन आफ्नो फेसहरू। अनि त्यति गरेपछि तपाईँको कुर्नुहोस् होइन, 1-2 दिनमा चाहिँ तपाईँको अकाउन्ट ओपन हुन्छ। तपाईँको चाहिँ यहाँनिर डिपोजिट भन्ने अप्सन हुन्छ होइन, डिपोजिटमा थिच्नुहोस् है। अनि डिपोजिटमा थिचेपछि चाहिँ यहाँ रियल टाइम डिपोजिट र ब्याङ्क ट्रान्सफर भन्ने हुन्छ होइन। यो भनेको चाहिँ अब तपाईँसँग एप छ भने होइन, अनलाइन एप, त्यहीँबाट तपाईँले यो एपबाट यो सिधै गर्न मिल्छ होइन। म चाहिँ आई डोन्ट युज दिस होइन, आई युज ब्याङ्क ट्रान्सफर। सो ब्याङ्क ट्रान्सफर गर्नको लागि चाहिँ ब्याङ्क ट्रान्सफरमा जानुहोस् है। त्यसपछि यहाँनिर अब जेपीवाई हाल्नुहोस्। यो डिटेल चाहिँ म ब्लर गर्छु होइन, किनभने यहाँ चाहिँ सबैको डिटेल छुट्टै हुन्छ होइन। सो यहाँ तपाईँलाई होइन ब्याङ्क अकाउन्टको नाम, ब्याङ्क अकाउन्टको ब्रान्च अनि त्यसपछि अकाउन्ट नम्बर सबै दिएको हुन्छ होइन। एटिएममा जानुहोस् होइन। अनि यो ब्याङ्क ट्रान्सफर गर्ने बेला चाहिँ एउटा कुरा चाहिँ एकदम इम्पोर्टेन्ट याद राख्नु है, तपाईँको त्यो ब्याङ्क अकाउन्ट चाहिँ आफ्नै हुनुपर्छ है, आफ्नो नाममा हुनुपर्छ। तपाईँले जुन चाहिँ जाइरो कार्डबाट यो भेरिफाई गर्नुभयो नि यो अकाउन्ट हो, त्यही सेम नाम हुनुपर्छ है, अनि मात्र हुन्छ, नत्र हुँदैन फेरि। सो त्यसपछि तपाईँलाई कतिको डिपोजिट गर्नु मन छ होइन, अब 20,000 भए 20,000, 30,000 भए 30,000 होइन। नर्मल फुरी कमी गरिदिनुहोस् के, यो जुन यो ब्याङ्क अकाउन्टको इन्फर्मेसन दिएको छ नि त्यहाँनिर पैसा पठाइदिनुहोस्। सो पैसा पठाएको 2-3 घन्टा अब इट डिपेन्ड्स होइन, कहिले काहीँ अलिकति बढी पनि लाग्छ होइन। अनि एकछिनपछि चाहिँ जस तपाईँको पैसा चाहिँ अकाउन्टमा आएर बस्छ। सो पैसा अकाउन्टमा आएर बसिसकेपछि चाहिँ अब कसरी बाई गर्ने त, अब तपाईँलाई स्टक बाई गर्नु छ अरे होइन। अब जसले चाहिँ होइन अब तपाईँलाई एकदमै सबैले चिन्ने स्टक गर्छ है त, म एप्पल हान्छु है त। एप्पल भनेर यसरी सर्च हान्यो भने क्यान सी एप्पल भनेर आउँछ होइन। मोबाइल फोनमा चाहिँ बटम लेफ्टमा हुन्छ होइन, त्यहाँ ट्रेड र अप्सन्स भन्ने हुन्छ, ट्रेडमा थिच्नुहोस् होइन। अनि तपाईँको पनि यस्तै टाइपको अप्सनहरू आउँछ कि। सो यसमा चाहिँ अब किन्ने बेला चाहिँ तपाईँले यहाँ सब अकाउन्टमा चाहिँ नबिर्सिकन होइन स्टक किन्दा चाहिँ यो ग्रोथ निसा भन्नेमा क्लिक गर्नुहोस् है। यो ग्रोथ निसा चुज गर्नुभयो भने चाहिँ तपाईँले आफ्नो निसा अकाउन्टबाट चाहिँ किन्नुहुन्छ र त्यो भयो भने के हुन्छ ट्याक्स तिर्नु पर्दैन। सो ग्रोथ निसामा चुज गर्नुहोस् होइन। अनि त्यसपछि सेसनमा चाहिँ अब तपाईँले मिनिमम होइन यहाँ $1, $2, $3 जति डलरले पनि किन्न मिल्छ होइन। तर त्यसको लागि चाहिँ फेरि तपाईँले यो फ्रेक्सनल सेयर भन्छ त्यसलाई होइन। अनि त्यो फ्रेक्सनल सेयर किन्ने बेला चाहिँ तपाईँले यो जुन पाए त्यही ट्रेडिङ आवर्समा गर्न मिल्दैन कि। यसको लागि चाहिँ तपाईँले रेगुलर ट्रेडिङ आवर्स थिच्नुपर्ने हुन्छ है। जस्तै लेट्स चाहिँ होइन ओभरनाइट यो प्री पोस्ट मार्केट ट्रेडिङ छ होइन, यसमा राखेर तपाईँले अब 0.1 सेयर किन्न खोज्नुभयो भने होइन एक तपाईँको आफ्नो पासवर्ड हाल्नुहोस् होइन। यो चाहिँ अप्सनल हो, कोहीको अब तपाईँले राख्नु भएको छ नि हुन्छ, नत्र हुँदैन होइन। सो अब तपाईँले यो बाई गर्न खोज्दा चाहिँ फ्रेक्सनल ट्रेडिङ ओन्ली अलाउज रेगुलर ट्रेडिङ आवर्स भनेर यसरी आउँछ है, यो एरर भनेर आउँछ। सो त्यही भएर चाहिँ यो तपाईँले यहाँनिर चाहिँ रेगुलर ट्रेडिङ आवर्स भनेर राख्नुपर्छ। सो रेगुलर ट्रेडिङ आवर्समा राखेर तपाईँले यो किन्न खोज्नुभयो भने चाहिँ मार्केट राख्ने लिमिट, अब लिमिट भनेको चाहिँ तपाईँले आफै राख्नु मिल्छ होइन, कति प्राइसमा चाहिँ किन्ने। यो 274 पुगेपछि चाहिँ किन्नु छ भने चाहिँ होइन अब 274 राख्नुहोस् होइन प्राइस कतिमा किन्ने। त्यसपछि तपाईँले बाई गर्नुभयो भने चाहिँ तपाईँको, अनि त्यसपछि यहाँ कन्फर्म गर्नु भने चाहिँ तपाईँको अर्डर प्लेस हुन्छ होइन। अनि जब यो स्टकको प्राइस चाहिँ 274मा झर्छ तपाईँको अर्डर चाहिँ फिल भएर तपाईँले बाई गर्नुहुन्छ। तर तपाईँले यो अर्डर टाइप लिमिट नभएर मार्केटमा राख्नुभयो भने चाहिँ आफैले प्राइस सेट नगरेर यो अहिले मार्केटमा जति प्राइस छ नि, जस्तै अहिले 275 छ भने 275 को प्राइसमा चाहिँ स्टक किनिन्छ कि। अब सेल गर्ने तरिका पनि एकदमै सेम हो है। तपाईँले अब सेल गर्नु छ अरे होइन, सेम गर्नलाई त्यही ट्रेडमा थिच्नुहोस् होइन। अनि त्यसपछि अब तपाईँले ग्रोथ निसाबाट किन्नु भयो भने त निसा अकाउन्टबाट, सो निसामै राख्नुहोस् यो। अनि त्यसपछि अब तपाईँलाई यो मार्केट प्राइस अब यो अहिले जतिमा किनबेच भइरहेछ नि त्यही अनुसारलाई बेच्नु मन छ भने यतिकै मार्केटमा छोड्नुहोस्, नत्र चाहिँ तपाईँले यो स्टक होइन अब 300मा पुगेपछि मलाई बेच्नु छ भन्ने भए चाहिँ होइन मार्केटमा नभएर लिमिटमा राख्नुहोस् होइन यो चाहिँ। अनि लिमिटमा राखेपछि अब तपाईँले यहाँ प्राइसमा चाहिँ 300 भनेर हाल्नुहोस् होइन। अनि 300 हानिसकेपछि अब तपाईँले कति बेच्नु मन छ, तपाईँसँग कति सेयर छ र कति बेच्नु मन छ होइन। लेट्स चाहिँ अब तपाईँले अघि भर्खरै
0.01 किन्नुभएको थियो होइन, त्यही नै अब 0.01 नै बेच्नु मन छ अरे होइन। तपाईँले अहिलेको प्राइसमा किन्दा अघि 2.7 कि कति थियो होइन, तर त्यो स्टकको प्राइस $300 पुग्दा चाहिँ तपाईँले चाहिँ टोटल $3 पाउने रहेछ है। सो यो 300 प्राइस पुग्यो भने चाहिँ तपाईँको स्टक बिकिन्छ। त्यसपछि यहाँ सेल थिचिदिनुहोस्, त्यसपछि अब यो रेगुलर ट्रेडिङ आवर्समा राख्नुहोस्, त्यसपछि कन्फर्म थिचिदिनुहोस् र यो स्टक 300 मा पुग्यो भने चाहिँ तपाईँको स्टक बेचिन्छ। सो बेचिसकेपछि पैसा चाहिँ त्यो अकाउन्टमा आएर बस्छ होइन। अनि तपाईँको विथड्र गर्नको लागि चाहिँ फेरि त्यो अकाउन्ट्समा जानुहोस्, अकाउन्ट्समा गएर डिपोजिटसँगै हुन्छ होइन, विथड्रमा थिच्नुहोस्। विथड्रमा थिचेपछि अब कति विथड्र गर्नु मन छ तपाईँलाई होइन, त्यो अब 2000 भनेर होइन, 2000 हान्नुहोस् होइन। अनि तपाईँलाई तपाईँको फोनमा सेक्युरिटी कोड आउँछ होइन त्यो विथड्रअलको लागि, अनि त्यसपछि त्यो कोड हान्नुहोस्। विथड्र गर्ने बेला चाहिँ यहाँ ट्रान्सफर टु, अब मेरो चाहिँ अलरेडी ब्याङ्क अकाउन्ट मैले हालिसके भएर चाहिँ यहाँ मेरो छ होइन। तपाईँकोमा चाहिँ अब ब्याङ्क अकाउन्ट एड गर्नुपर्ने हुन्छ होइन। तपाईँ अब कुन चाहिँ अकाउन्टमा, तपाईँको कुन चाहिँ ब्याङ्क अकाउन्टमा विथड्र गर्ने हो त्यो ब्याङ्क अकाउन्ट चाहिँ यहाँ एड गर्नुहोस् होइन। अनि त्यसपछि कति विथड्र गर्नु मन लाग्यो विथड्र गर्नुहोस् र यहाँ लेखेअनुसार 1-2 दिन बिजनेस डेमा चाहिँ तपाईँको पैसा तपाईँको अकाउन्टमा आइपुग्छ। सो यो भिडियो चाहिँ एकदम मैले स्ट्रेट अप होइन, यताउता केही नगरिकन सिधै कसरी डिपोजिट गर्ने, कसरी बाई गर्ने, कसरी सेल गर्ने भनेर चाहिँ सिकाएको छु है। सो मैले चाहिँ यहाँ कम्प्युटरमा गरेँ भएर मेबी अलिकति कन्फ्युजिङ हुनसक्छ होइन। कन्फ्युज भएमा म फेरि अझ एकचोटि फोनबाट पनि गरेर देखाउँछु होइन। अर्को भिडियोमा चाहिँ सेम थिङ तर फोनबाट देखाउँछु अर्कोवाला चाहिँ। सो मेक स्योर यु सब्सक्राइब है, र म यस्तै फाइनेन्सियल इन्भेस्टिङ टाइपको भिडियोहरू हालिरहेको छु होइन। सो मेक स्योर यु सब्सक्राइब अनि सी यु अन द नेक्स्ट भिडियो।